हेलो नमस्ते स्वागत छ तपाईहरुलाई मेरो युट्युब च्यानलमा इट्स मी सोनु राहुल। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै ठीक छु। आजको भिडियोमा चाहिँ म तपाईहरुलाई नयाँ जीमेल आईडी आफै कसरी क्रिएट गर्न सकिन्छ भन्ने कुरा सिकाउन गइरहेको छु। फर्स्टमा चाहिँ जीमेल अथवा गुगलमा गएर एड न्यू अकाउन्ट गर्नुहोस्। त्यसपछि त्यहाँ गुगल भन्ने अप्सन आउँछ, गुगलमा क्लिक गरेर नेक्स्टमा जानुहोस्। त्यसपछि त्यहाँ देख्न सक्नुहुन्छ एकछिन टाइम लाग्छ। चेकिङ इन्फो भनेर देखाइरहेको छ। अब देख्न सक्नुहुन्छ क्रिएट अकाउन्टमा गएर फर माई पर्सनल युज फर माई वर्क जुनसुकै पनि क्लिक गर्न सक्नुहुन्छ तपाईले। म चाहिँ यहाँ फर माई पर्सनल युज क्लिक गर्दैछु। त्यसपछि आफ्नो नाम राख्नु होला। आफ्नो फर्स्ट नेम राख्नु होला र सरनेम राख्नु होला। फर्स्ट नेम र सरनेम राखिसकेपछि नेक्स्ट गरिदिनु होला। त्यसपछि आफ्नो सही डेट अफ बर्थ राख्नु होला। डे लेखेको ठाउँमा चाहिँ तपाईँ जन्मेको दिन हुन्छ, मन्थ लेखेको ठाउँमा तपाईँको चाहिँ कुन मन्थमा जन्मिनु भएको त्यो हुन्छ, अनि इयरको ठाउँमा तपाईँको जन्म वर्ष हुन्छ। अनि तल देख्न सक्नुहुन्छ जेन्डर लेखेको छ। जेन्डरमा चाहिँ तपाईँको कुन जेन्डर हो, तपाईँ मेल हो अथवा फिमेल हो त्यो अनुसार राख्न सक्नुहुन्छ। त्यसपछि नेक्स्ट गरिदिनु होला। त्यसपछि तपाईले यहाँ युजर नेम राख्ने अप्सन देख्न सक्नुहुन्छ। तपाईले आफ्नै युजर नेम राख्न पनि सक्नुहुन्छ, तर यहाँ चाहिँ राख्न चाहिँ अलि गाह्रो नै हुन्छ। यहाँ चाहिँ सबैले युजर नेम राखिसकेको हुन्छ, त्यही भएर पहिला आफ्नो नाम राख्नुहोस् अथवा कुनै नम्बर अथवा कुनै सिम्बलहरू राख्दा हुन्छ। मैले यो ट्राई गर्दाखेरि चाहिँ देखेन। यहाँ तल अवेलेबल देखाइरहेको छ, यही गर्दा पनि हुन्छ अथवा अरू कुनै राख्दा पनि हुन्छ। मैले चाहिँ त्यही राखेर नेक्स्ट गरिदिएँ। त्यसपछि तपाईलाई राख्न मन लागेको नबिर्सिने तरिकाले पासवर्ड राख्न सक्नुहुन्छ। नबिर्सिने तरिकाले राख्नु होला। पासवर्ड चाहिँ स्ट्रङ राख्नुपर्छ। सिम्पल पासवर्डले चाहिँ मान्दैन, यहाँ हेर्न सक्नुहुन्छ। मैले सिम्पल राख्दाखेरि मानेन। अब चाहिँ तपाईको जीमेल आईडी क्रिएट भएर रेडी भइसकेको छ। त्यसपछि नेक्स्ट गरिदिनु होला। त्यसपछि प्राइभेसी एन्ड टर्म्समा आई एग्री गरेर नेक्स्ट गरिदिनु होला। अब चाहिँ तपाईको जीमेल आईडी क्रिएट भएर रेडी भइसकेको छ। अब चाहिँ तपाईहरुले युट्युबबाट जुनसुकै भिडियोहरू पनि डाउनलोड गर्न सक्नुहुन्छ, जीमेल आईडी चलाउन सक्नुहुन्छ।